आज चाहिँ मेरो किचनमा के पाक्दैछ भनेर तपाईहरुले यसो अन्दाज लगाउनुहोस्। आज चाहिँ मेरो किचनमा तपाईहरुलाई अन्दाज भयो होला देखेर चाहिँ पाक्दैछ पोर्क मोमो। आज चाहिँ छुट्टी छ नि त, छुट्टी पनि छ। ओहो के राम्रो आकाश भएछ हौ। अनि बाहिर चाहिँ अलिअलि जाडो जाडो छ है, जाडो जाडो छ। अनि जाडो त के मोमो खाने त बहाना, अलिक गरम भयो भने मोमो खाउँ। कतिजनाले चाहिँ भन्थ्यो अरे क्या, मैले पहिला सुनेको कुरा हो यो। कतिजनाले चाहिँ भन्थ्यो अरे क्या, अलिकति गरम भयो भने आहा कस्तो चिसो बियर खाने दिन भयो भन्थ्यो। अलिकति जाडो जाडो दिन भयो भने पनि आहा कस्तो तातो रमको खानु, जिउ तताउनु पर्ने दिन भयो भन्थ्यो अरे क्या। त्यस्तै हो मेरो चाहिँ, मोमोको लागि त्यस्तै हो। अलिकति जाडो दिन भयो भने आहा मोमो खाने दिन भयो भने जस्तो हुन्छ। अलिकति गरम हो आहा मोमो खाने नै दिन भयो भने यसो टिकटक भिडियो के हेऱ्यो भने मोमै खाने दिन भयो हुन्छ मेरो चाहिँ। बाहिर देखाउँछ ल कस्तो राम्रो स्काई भयो कि, तर मलाई थाहा छैन कतिको देख्छ भनेर। अहिले चाहिँ बेलुकाको 7:30 भएको छ। मेरो फोनले अलिकति जस्टिस गरे जस्तो लागेन है। कलर चाहिँ कस्तो पिङ्क, यो क्लाउडमा लाइनिङ चाहिँ यति राम्रो देख्दैछ कि मेरो फोनले जस्टिसै गर्नु सक्दैन कि यस्तो चिजहरूलाई चाहिँ। यस्तो कलरमा छ एक्चुअली चाहिँ, जस्तो देख्दैछ नि अहिले त्यस्तो कलरमा छ यो चाहिँ। यो टाढो गर्दैछ देख्दैन रहेछ यो, कस्तो मजाको बाहिर नि भइरहेछ खासमा चाहिँ। त्यो गोल्डन दसैँको साँझहरू जस्तो यो, कस्तो घरको याद आउँछ यस्तोमा। मलाई चाहिँ यो खालको बेलना सजिलो लाग्छ मोमो बनाउनुलाई, जे गर्नुलाई पनि, रोटीहरू बनाउनुलाई। तपाईँहरूलाई चाहिँ कस्तो अर्को त्यो डल्लो भएको मनपर्छ कि कस्तो मनपर्छ कि? आज चाहिँ म बनाउँदैछु पोर्क मोमो। किमा रेडी छ, अघि तपाईँहरूलाई देखिहाल्नु भयो हो। समराको चाहिँ खाना छ, स्पन्दन र मेरो लागि चाहिँ मोमो छ हो। अब चाहिँ यसरी टक्क लगाएर लाम्चो बनाऊँ कि डल्लो बनाऊँ भयो मोमो चाहिँ। अब अहिले चाहिँ लाम्चै बनाउनु पर्यो, कतिवटा लाम्चे कतिवटा डल्ले। यस्तो फास्ट फाटी हो, पतला भइसक्यो एकपट्टि। अब चाहिँ मोमो बनाउनु पर्यो है। मोमो बनाउनु चाहिँ नि, मोमो बनाउनु भनेको चाहिँ मोमोको भित्रको होइन कि, मोमोको बाहिर यसरी सेप दिनु चाहिँ नि मैले कहाँ सिकेको भन्नुहोस् न। तपाईँहरूले कहाँ सिकेको है सबैजनाले? मैले चाहिँ नि घरमा सिकेको होइन क्या, यो मोमोको सेप दिनु चाहिँ घरमा सिकेको होइन। मैले मोमोको सेप बनाउनु चाहिँ लाम्चे खालके चाहिँ कहाँबाट सिकेको भन्दाखेरि चाहिँ नि, मलाई डल्लो पनि आउँछ बनाउनु, लाम्चो पनि आउँछ, त्यो अर्को दुईपट्टिबाट मोडेर बनाउने पनि आउँछ। तर मैले यो लाम्चो खालके मोमो कमन सेप चाहिँ म कलेज पढ्दा है, म कलेज पढ्दा तादुङ कलेजमा पढ्थेँ त्यति बेला होइन। त्यति बेला अनि तादुङ कलेजमा पढ्दाखेरि चाहिँ त्यहाँनिर एउटा क्यान्टिन थियो हाम्रो कलेजको क्यान्टिन। कलेजको क्यान्टिनमा चाहिँ आन्टीहरू हुनुहुन्थ्यो, 2जना आन्टी हुनुहुन्थ्यो बिचरा। अनि उहाँहरूको बिजी क्यान्टिनमा चाहिँ हामी क्लासहरू बिचमा ब्रेक हुँदाखेरि लामो ब्रेक हुन्थ्यो 1-2 घन्टाको। त्यहाँ गएर मोमो दोकानमा खान्थ्यौँ, खाजाहरू बस्थ्यौँ। म मेरो साथीहरू 4जना थियो, हामी त्यहाँ बस्थ्यौँ। अनि हामी बेसी यताउता डुल्थ्यौँ, त्यहीँ बसेरै बस्थ्यौँ गफ गर्दै। अनि त्यहाँनिर आन्टीहरूसँग हाम्रो राम्रो रिलेसन भएको थियो क्या, 2जना आन्टीहरूसित। अनि उनीहरू बिजी मोमो बनाउनु, फाले बनाउनु बिजी हुन्थ्यो। र त्यो बेला चाहिँ उहाँले गरेको देखेर र मैले चाहिँ यस्तो खालके बनाउँछु हो। अनि देख्छ कि देख्दैन राम्ररी, यस्तो खालके बनाउँछु हो। अनि
उहाँहरूले गरेको देखेर उनीहरू बिजी हुँदाखेरि चाहिँ अनि हामीले पनि अलिअलि सघाइदिँदै मलाई चाहिँ इन्ट्रेस्ट थियो त्यसै पनि पहिल्यैदेखि कुकिङमा अलिअलि सघाइदिँदै यसरी मैले पनि गर्नु सिकेको मोमो चाहिँ र तपाईँहरूले चाहिँ कहाँबाट सिक्नु भएको मोमो बनाउनु चाहिँ मलाई पनि बताउनुहोस् र मेरो चाहिँ प्लिज हुँदैन मेरो चाहिँ यस्तो भित्र रनिङ खै के भन्छ यसलाई कसैले चाहिँ मजाले जामाको प्लिट्स जस्तो बनाउँछ मेरो चाहिँ म देखाउनु पर्छ ल म चाहिँ अब मोमो चाख्नु जानु आँटेको हो मलाई चाहिँ यो मोमो बनाउँदा चाख्नु पर्छ क्या फर्स्टमा जहिले नै एउटा किनभने नुनहरू कस्तो लागेको छ फेरि राम्रो छैन भने अरू किमामा थप्नु पऱ्यो कि बाहाना एउटा चाखेर हेर्छु ल मुखमा धोकाएर अगाडि नै मिठै छ नुनहरू सबै ठिकै छ अचार पनि तिलको अचार तिल तिम्बुर अलिकति कम्ती जुसी भएको छ अलिकति पानी थप्नुपर्ने रहेछ समराको खाना हो समरा चाहिँ मोमो खाँदैन समरा खाना राइस ब्रोकोली टुना दाल हो ल अब चाहिँ म पनि मोमो लिएर बसेँ हो स्पन्दन समरालाई खाइसक्यो समराले खाना खायो स्पन्दन मोमो खाएर गयो र मलाई चाहिँ भर्खर बनाएर अब तातो तातो खानु आँटेको मोमो भनेपछि चाहिँ मजाले अचारमा ल मिठो भयो म खान्छु अब तपाईँहरू पनि खाना खानुहोस् इन्जोय गर्नुहोस् ल गुड नाइट